नेपाली साहित्यको त्रिरत्नहरूमध्ये एउटा रत्न हुन् बालकृष्ण समज्यू, जसको जीवन कहानी हामी पढ्न जाँदैछौँ। नेपालको राणा परिवारमा जन्मिएका र आफूलाई राणा अथवा जङ्गबहादुर राणा जबरा भनेर सम्म लेख्न नरुचाउने अनि आफ्नो साहित्य नाममा शमशेर काटेर सम मात्र लेख्ने बालकृष्ण समको जन्म काठमाडौँ ज्ञानेश्वरमा पिता जनरल शमशेर जङ्गबहादुर राणा र माता कृति राज्यलक्ष्मीको कोखबाट भएको हो। 24 माघ 1959 जन्मिएका समको मृत्यु 6 साउन 2038 काठमाडौँमा नै भयो र उहाँको शिक्षा चाहिँ कहाँबाट र कसरी पाउनुभयो भनेदेखिलाई राणा परिवारमा जन्मिनु भएका समले घरैमा अङ्ग्रेजी, हिन्दी, संस्कृत, उर्दू र फारसी शिक्षकहरू धेरै पाए। उनका शिक्षकहरूमा लक्ष्मीप्रसाद देवकोटाका पिता पण्डित तिलमाधव देवकोटा पनि थिए। र उनका स्वभाव अनि योगदानको विषयमा हामी सुन्दैछौँ। सानैदेखि नम्र भद्र मतलब एकदमै जेन्टल, शिष्ट, कान्तप्रेमी, कवि हृदय भएका भावुक थिए। उनले नेपालको 2007 सालको क्रान्ति आउन अघि त्रिचन्द्र कलेजका प्रअध्यापक पनि भएर काम गरे। आधुनिक नेपाली साहित्यमा नाटक सम्राटका रूपमा विश्वविद बालकृष्ण समले आइएस्सी सम्म पढेका छन्। नेपाली सेक्सपियरका रूपमा प्रचलित नाटककार समले नेपाली कविता र काव्य क्षेत्रलाई उच्च कृतिहरू दिएका छन्। उनका कृतिहरूमध्ये केही कृतिका नमुनाहरू मुटुको व्यथा, ध्रुव, मुकुन्द, इन्दिरा, प्रहलाद, बोक्सी, भक्त भानुभक्त, म, प्रेमपिण्ड, भतेर, अगमसिंह गिरी आदि। नाटक, कविता, कथा, निबन्ध आदि विभिन्न विभागमा कलम चलाउने भए तापनि विशेष गरी उनी कथाकार अनि कविका रूपमा प्रचलित छन्। उनले 8 वर्षको बाल्यकालदेखि कविता लेख्ने अभ्यास गर्न थाले। 10 वर्षको उमेरमा लेखिएको उनको ईश्वर शीर्षक कविता शारदा पत्रिकामा पनि छापियो। साहित्यका अतिरिक्त उनी चित्रकला, फोटोग्राफी, मञ्चकला, अभिनयकला तथा शङ्खकृत कलामा पनि उनी सिपालु थिए। समलाई युरोपी नाटक परम्पराले ठुलो प्रभाव पारेको छ। उनलाई नेपाली सेक्सपियर पनि भनियो किनभने सेक्सपियरको प्रभाव उनमा सबैभन्दा गहिरो छ। सेक्सपियरले छन्दको प्रयोग गरेका छन्। सेक्सपियरले पद्यनाटकका खाली पद्यको प्रयोग गरे जस्तै समले पनि आफ्ना पाठ्य नाटकमा अनुष्ठुप छन्दको प्रयोग गरेका छन्। सेक्सपियरले प्रयोगन्त, सुखान्त र ऐतिहासिक नाटक लेखेझैँ समले पनि मुटुको व्यथा, प्रयोगन्त र मुकुन्द, इन्दिरा, सुकुन्त नाटक लेखेका छन्। अगमसिंह गिरी ऐतिहासिक नाटक हो। उनीद्वारा नै लिखित, निर्देशक तथा अभिनय नाटक मुकुन्द र इन्दिरा दार्जिलिङमा पनि बडो सफलतापूर्वक मञ्चन गरिएका तथ्यहरू प्रकाशमा आएका छन्। सम कवितालाई देवी मन्दिर र कविलाई पुजारी मान्छन्। चिसो चुलो उनको यस्तो महाकाव्य हो जसले देखाएका छन् कि परम्परालाई मान्छेले त्याग्यो भने मानववादी आउन सक्छ, गरिबीहरू हट्न सक्छ अथवा परम्परा चाहिँ कति जग्गामा सही छैन भन्ने चाहिँ समको चिसो चुलोले
देखाएका छन्। समका कविताका शैलीकै रूपका हेर्दा 3 भागमा पाइन्छ। 1. सुरुमा फुटकर कविता संस्कृत छन्दमा छन् भने पद्य नाटकहरूमा अनुष्टुप छन्द पाइन्छ। दोस्रो शैली लयात्मक कविको हो अनि तेस्रो गद्य कविता। यस्तो शैली पाइन्छ नेपालीमा गद्य कविता लेख्ने गोपाल प्रसाद रिमाल भए पनि सचेत रूपमा छन्दलाई फाले जस्तो छुट्याउन सक्ने पहिला कवि सम नै हुन्, अथवा पहिले उहाँले एकदमै छन्द लगाएर बनाउनुहुन्थ्यो पहिलाको उहाँको कविताहरू। अनि दोस्रो टाइममा अलिक बादमा उहाँले छन्दहरूलाई कम्ती प्रयोग गरेर लयपूर्वक एउटा हुन्छ नि अब सजिलो प्रकारमा लेख्नुभयो। तेस्रोमा चाहिँ उहाँले छन्दलाई सजिलो प्रकारले छुट्याउन पनि उहाँले कविताद्वारा नै सिकाउनु भयो भनेर भन्नुहुन्छ। र उहाँले पाउनुभएको पुरस्कार अनि सम्मानहरूमध्ये पृथ्वी प्रजा पुरस्कार, साँझ पुरस्कार, वीरेन्द्र पदक, त्रिभुवन प्रजा पुरस्कार, रत्नश्री सोवान पदक बाहेक त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधि समेत प्राप्त गरेका थिए।